लो गाउँथे ल फुल बुट्टे सारी छपक्क पारी अनि त्यसपछि त्यति मात्रै हो। फेरि जाडो महिना कस्तो चल्दैछ त? अब जाडो महिनामा लगभग सक्यो जस्तो लाग्यो, तर यही बेला चाहिँ अलि ठिक भयो क्या। अब मैले त अनि यहाँ फेरि अझै एउटा साल वर्ष सिजन जाडो महिना बस्ने मनै थिएन, तर यसपालि चाहिँ एकदम अझै जाडो भयो क्या। अझै जाडो भयो, अझै घाम पनि लाग्यो, किनभने अलिक जतिको जाडो हुन्छ त्यतिको निलो आकाश चाहिँ निक्लिन्छ कि, अनि त्यतिको हिउँ पनि परेको, सबैतिर सेतो सेतो पनि देखेको धेरै दिनसम्म के। खासै हरेक दिनमा सेतो सेतो थियो होइन, लगभग मेरो अनुभव चाहिँ मेरो फिलिङ चाहिँ त्यस्तै भयो होइन। अब सेतो सेतो देखेर त्यो घाम पनि आएर मजा हुन्छ कि, ह्याप्पी विन्टर डे चाहिँ भन्न मन छ यो पुरै। अनि सेतो खुसीको मौसम चाहिँ हुन्छ कि मेरो विचारमा। अब ठिकै भयो, अब आशिषित भयो भन्नुपर्छ। फेरि हजुर एउटा गीत गाउ त, एउटा चटक्क पारेर एउटा चटक्क पारेर गीत गाउ न। गीत है अब मलाई चाहिँ यो हामीले एकचोटि रेकर्ड गरेको गीत चाहिँ याद छ। अब यो फुलहरू देखेर यो गीत पनि दिमागमा आउँछ। अब त्यो के भन्छ, त्यो फुल बुटे सारी छपक्क पारीको गीत हुन्छ होइन, त्यो चाहिँ गाउन चाहिँ सक्छु। लो गाउँथे ल फुल बुट्टे सारी छपक्क पारी अनि त्यसपछि त्यति मात्रै हो। मालाको के हो त, अलिक बढी खुसीमा बसी तिमीलाई हेर मन मेरो हालै छाले भो, कान्छाको केसा फिजारिएछ कान्योले चट्ट मिलाइदेऊ कि, ए रेशमी चुल्टो रे गुन्तो, रेशमी चुल्टो रे गुन्तो, म अनि रङमा बोलाइदेऊ कि, म अनि रङमा बोलाइदेऊ कि। के भन्नुभएको रे? केही नै, कता हो आज? एकछिन बाहिर निक्लेको नि, अनि दिनभरि कम्प्युटरमा बसेर यस्तो आकाश यस्तो कस्तो हुन थाल्यो भने के भन्छ, अब यो स्क्रिन हेर्दा त्यो क्वेयर आइस हुन थाल्यो होइन। अब अलिक फ्रेस हुनुको लागि फेरि फ्रेस एनर्जी क्रिएटिभिटी सबै दिमागमा थपेर होइन, घामबाट अलिक फ्रेस भएर फेरि नयाँ कुरा काम गर्न मिल्छ। त्यही हो। अब आज त मेरो विचारमा फर्स्ट डे अफ स्प्रिङ जस्तो लाग्छ कि। अब मेरो बर्थडे पनि गइसक्यो हिजो अस्तिको, अनि राति चाहिँ फ्रिजिङ हुँदै थियो होइन, बिहान चाहिँ फ्रिज आइस चाहिँ देखेको होइन त्यो छतमा, तर अहिले त पुरै निलो आकाश भएर लागेर अब पुरै अलि गर्मी पनि लाग्न थाल्यो अब होइन। धन्यवाद कता होइन, अब यो मलाई खुसी लाग्यो क्या।